आजसम्म चाहिँ भनौँ भने मेरो 2.5 years जस्तो चाहिँ प्रिपरेसन चाहिँ राइट आफ्टर ग्रेजुएसन मैले द्रोणाजमा एडमिसन लिएँ है। अनि मेरो बेसिक्सहरू फर्स्टदेखिको नै द्रोणाजमा नै मेरो सबै क्लियर भइसकेको थियो। अनि 27 मै कोचिङ जोइन गरेको म यो 6 month नै क्र्याक गर्छु भनेर कतिजनाले सोचिरहेको छ अरे, उनीहरूलाई चाहिँ के सजेसन दिनुहुन्छ? उनीहरूलाई नयाँ नयाँ मेथड नयाँ जुन पनि आफूलाई इज है, सबैको आफ्नो आफ्नो उयो हुन्छ। सबै जुन इज लाग्छ आफूलाई, जुन पाराले आफूलाई सजिलो लाग्छ त्यही पाराले नै सिक्दै जानु, त्यही मेथडहरू अप्लाई गर्नु। अनि जति सक्दो प्र्याक्टिस चाहिँ नछोड्नु। यसको लागि तपाईँको बेसिक चाहिँ स्ट्रङ हुनुपर्छ खासमा। त्यो हल्का तपाईँलाई त्यो झुकाउनुको लागि मात्रै त्यो क्या ठुल्ठुलो क्वेसन्सहरू बनाइदिन्छ, बट द बेसिक्स आर द सेम। त्यही भएर त्यो जति सक्दो बेसिकलाई आफ्नो स्ट्रङ बनाएको छ भने मेन्समा सजिलो नै पर्छ। हेलो, वेलकम टु अनलाइन प्लेटफर्म अफ द द्रोणाज र द द्रोणाजको प्लेटफर्ममा तपाईँहरूलाई स्वागत गर्दै आज म फेरि एउटा पोडकास्ट लिएर उपस्थित भएको छु र हाम्रो द्रोणाजमा विशेष गरेर डिफ्रेन्ट सक्सेस स्टुडेन्टको बारेमा हामी बात गर्नेछौँ। उहाँहरूले कसरी प्रिपरेसन्स गरेर डिफ्रेन्ट फिल्डमा जब पाइरहेका छन्, हामी रेगुलर बेसिसमा तपाईँहरू समक्ष पस्किने काम गरिरहेको छौँ ताकि तपाईँहरूले पनि उहाँहरूले गरेको स्ट्राटेजीहरू फलो गरेर या तपाईँहरूको नानीहरूले, तपाईँको दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूले कस्तो प्रकारले प्रिपरेसन स्ट्राटेजीहरू फलो गरेर जब पाउँछन् यो भिडियोज हेरेर तपाईँहरूले पनि तपाईँहरूको भाइ बहिनी या तपाईँहरू पनि सेल्फ मोटिभेटेड भएर प्रिपरेसन्स गर्नु सक्नुहुन्छ भन्ने आशा गर्दै यो सानो पोडकास्ट म सुरु गर्न गइरहेको छु। आजको मसँग हुनुहुन्छ आर्य सुब्बा, जसले रिसेन्टली आइबिपिएस क्लर्क एक्जाम पास गरेर अलरेडी क्यानरा ब्याङ्कमा अलटमेन्ट पाइसकेका छन्। सँगसँगै उसले यसै सालको आइबिपिएस पिओमा पनि अलिकति कट अफ मार्क्स भन्दा अलिकति कम्ती 0.8 मार्क्स कम्ती आएर उसले फाइनल लिस्टमा नाम ननिकाले पनि रिजर्भ लिस्टमा छ र उसको तुरुन्तै जो फर्स्ट रिजर्भ लिस्टमा नाम आउट हुन्छ, हामीलाई होप छ उसको नाम आइबिपिएस पिओमा पनि यसै साल उसले अलटमेन्ट पाउनेछ भनेर हामी आशा पनि राखेको छौँ। र फर्स्ट अफ अल म आर्यन स्वागत गर्छु तिमीलाई। हाउ आर यु आर्यन? आई एम फाइन सर। ओके, आर्यन भन्दा तिमीलाई जब पाएर अहिले कस्तो फिलिङ भइरहेको छ? आई फिल भेरी ह्याप्पी सर। मेरो फ्यामिली धेरै खुसी हुनुहुन्छ है। ओके, अनि त्यो अलिकति मलाई धेरै नै सपोर्ट गर्नु मेरो फ्यामिलीले है। अन्त त्यही लिएर कस्तो प्रकारको चाहिँ खुसी लागिरहेको छ कि कस्तो चेन्जेस आएको छ? काम पाउनुभन्दा अगाडि तिमी कस्तो थियौ र अहिले काम पाएर तिमीले आफूलाई कति चेन्जेस देखिरहेको छ? आई फिल फ्री अहिले आएर अलिकति आई क्यान मेक टाइम फर थिङ्स आई लभ टु डु। नभए म चाहिँ प्रायः जस्तो डेली नै बसिरहन्थेँ पढ्नु है। ओके, अन्त अहिले चाहिँ अलिकति आई फिल रिल्याक्स भइरहेको छ। रिल्याक्स भइरहेको छ। अब चाहिँ ग्यारेन्टीमा पिओमा पनि है कति 0.8 मा रिजर्भ लिस्टमा त अलरेडी छौ। हजुर, त छिटै अब पिओ पनि हुने सपना पनि पुरा भइहाल्छ है। 100% है, आइम स्योर तिम्रो हुन्छ होला है। अन्त आर्य, तिमीले फर्स्ट तिम्रो बारेमा अलिकति इन्ट्रोडक्सन्स गरिदियो सबैजनालाई। So, my name is Arya Subba and I am from Siliguri, Salbari. I completed my schooling from St. Anthony's Koshang and my class 12 from Mawat High School. And मेरो कलेज चाहिँ सल्युसन कलेज। ओके, सल्युसन कलेज। सल्युसन कलेज है। घरमा को हुनुहुन्छ तिम्रो? घरमा मेरो मम ड्याड। ओके, तिमी कलेज सकेर तिमीले गभर्मेन्ट जबको प्रिपरेसन स्टार्ट गरेको थियौ है? यस सर। कहिलेदेखि स्टार्ट गरे तिमीले प्रिपरेसन? सर मेरो प्रिपरेसन आजसम्म चाहिँ भनौँ भने मेरो 2.5 years जस्तो चाहिँ प्रिपरेसन भएको स्टार्ट भएको है। भने 2024 मिडदेखि तिमीले सुरु गरेको। ओके, अहिलेदेखि फाइनली गएर 2025 कोमा एक सालकै भित्रमा तिमीले जब तपाईँले त्यो जुन चाहिँ काम पाएको छ तिमीले यो 2025 को कलेजको एक्जाम्सको पाएको होइन तिमीले? पिओ पनि 2025 कै हो? ओके, तिमी यो सर्ट टाइममा है विदिन 1 years भनौँ 1.5 years तिमीले यसरी जब तिमीले क्र्याक गर्न सक्यौ। तिम्रो प्रिपरेसन चाहिँ कसरी स्टार्ट गरेको थियो तिमीले? प्रिपरेसन चाहिँ सर राइट आफ्टर ग्रेजुएसन मैले द्रोणाजमा एडमिसन लिएँ है। अनि मेरो बेसिक्सहरू फर्स्टदेखिको नै द्रोणाजमा नै मेरो सबै क्लियर भइसकेको थियो। ओके, अनि मैले 6 to 7 or 8 months चाहिँ द्रोणाजमा मजाले सबै मेन्सदेखि लिएर प्रिलिम्सको सबै क्लासेसहरू गर्थेँ, मक टेस्टहरू अटेन्ड गर्थेँ है। ओके, ओके। अनि त्यसपछि चाहिँ मैले घरमा नै
प्र्याक्टिस गर्न त्यहाँदेखि थालेको चाहिँ मजाले घरमा प्र्याक्टिस गर्न थाल्यो है क्लियर आइडिया सबै पाइसक्यो ओके तिम्रो बेसिक पनि क्लियर भयो द्रोणासमा होइन तिमीलाई रेगुलर मक टेस्ट पनि दिन्थ्यो तर पनि ब्याङ्कको लागि चाहिँ अलिकति एक स्टेप अघि आएर पढ्नुपर्छ नि त सेल्फ प्रिपरेसन सेल्फ प्र्याक्टिस चाहिँ एकदम इम्पोर्टेन्ट छ नि है तिमीले चाहिँ सपोज ब्याङ्कमा है अब म्याथमेटिक्समा क्वान्टमा जुन चाहिँ राम्रो मार्क्स ल्याउनु छ भने चाहिँ क्वान्ट चाहिँ कस्तो प्रकारले पढ्नु पर्दो रहेछ सो क्वान्ट चाहिँ प्रिलिम्सको लागि चाहिँ म यो भन्छु सो कन्सिस्टेन्ट हुनु पर्यो एकदमै तपाईँको स्पिड म्याथ्स तपाईँको क्यालकुलेसन्स अनि बेसिक अरिथमेटिकहरू हुन्छ जुन त्यो चाहिँ डेली प्र्याक्टिस गर्नु पर्यो होइन अनि मेन्सको लागि चाहिँ तपाईँको बेसिक चाहिँ स्ट्रङ हुनुपर्छ खासमा त्यो हल्का तपाईँलाई त्यो झुकाउनुको लागि मात्रै त्यो क्या ठुल्ठुलो क्वेसन्सहरू बनाइदिन्छ बट द बेसिक्स आर द सेम त्यही भएर त्यो जति सक्दो बेसिकलाई आफ्नो स्ट्रङ बनाएको छ भने मेन्समा सजिलो नै पर्छ ओके तिमीले चाहिँ बेसिकलाई स्ट्रङ बनाएर चाहिँ जति सक्दो चाहिँ कस्तो प्रकारले प्र्याक्टिस गरेको थियो म्याथ चाहिँ तिमीले सर हुनु चाहिँ मक नै हो सबै कुरामा चाहिँ भन्छु मकमा जति प्र्याक्टिस गरे त्यति नै सजिलो पर्छ अनि मकमा नै मेन्सको मकहरू बसेको छ भने चाहिँ आइडिया लाग्छ आफूलाई जति सक्दो त्यहाँ प्र्याक्टिस गरेर नै हुन्छ नयाँ नयाँ क्वेसन्स होइन न्यू मेथड्सहरू सिकेर त्यसरी नै हुन्छ सर मेन्समा चाहिँ तिम्रो अलिकति बेसिक्स चाहिँ क्लियर हुनुपर्छ म्याथको कन्सेप्ट चाहिँ एकदम क्लियर हुनुपर्छ है किनभने म्याथ्समा तिमीले 100% ल्याउनु त जरुरत पनि छैन सक्दैन पनि ब्याङ्कमा त तर जति गरेको छ आफूले जति एटेम्प्ट गर्छ त्यो चाहिँ एकदम एक्युरेट हुनु पर्यो त्यसको लागि चाहिँ डिप नलेज हुनु पर्यो म्याथमेटिक्स एभ्री डे प्र्याक्टिस गर्थ्यो म्याथमेटिक्स तिमीले यस एभ्री डे नै सो टेबल्स स्क्वायर्स एन्ड क्युब्स एन्ड र तपाईँको त्यो पर्सेन्टेज भ्याल्युज फ्र्याक्सन्सहरू सबै याद गरिसकेको छ कि इक्जाममा क्यालकुलेसन्स गर्दा चाहिँ टाइम नजाओस् भनेर है तिम्रो टेबल्सहरू एटलिस्ट कतिसम्म याद गरिसक्यो टेबल्सहरू छ 40 50 60 त्यत्रोसम्म याद गरेँ स्क्वायर रुटहरू क्युब रुटहरू सबै याद गरेको थियो किनभने क्यालकुलेसन्स गर्दा त्यसो निकाल्नु टाइम सेभ गर्नु पर्यो नि अलिकति है प्रिलिम्समा त टाइम सेभ गर्नु इम्पोर्टेन्ट छ अब सर्ट टाइममा म्याक्सिमम क्वेसन्स एटेम्प्ट गर्नु पर्यो त्यही भएर म्याथमा पनि प्र्याक्टिस सँगसँगै रट्नु पनि पर्छ है तर त्यो बिस्तारै अब इफ यु आर कन्सिस्टेन्ट यु विल लर्न इट ओके भनेपछि त्यो प्र्याक्टिस गरेको गर्दापछि आफै माइन्डमा आफै सेभ भइहाल्छ यसको यो यसरी गर्दा यो हुन्छ भनेर तिमीलाई माइन्डमा सेभ भइहाल्छ है त्यो अरू मक टेस्ट चाहिँ तिमीले दिनमा कतिपल्ट दिन्थ्यौ म्याथ क्वान्टको सेपरेट टेस्ट दिन्थ्यौ तिमीले क्वान्टको यस सेक्सनल टेस्टहरू पनि इम्पोर्टेन्टै हो भन्छु म चाहिँ सेक्सनल टेस्टहरू सँगसँगै फुल मक टेस्टहरू एक्जाम आउनु प्रिलिम्सको चाहिँ म एक्जाम आउनु 1 महिना जस्तो देखेको चाहिँ गर्थेँ तर त्योभन्दा अगाडि चाहिँ मेन्सको बसी नै मेन्सको मक टेस्टहरू चाहिँ गरिरहन्थ्यो त्यहाँदेखि स्पिड बनाउनुको लागि चाहिँ स्पिड बनाउनु 1 मन्थ पहिला चाहिँ फेरि प्रिलिम्सको रिभिजन गर्थ्यौ है भनेपछि अब 2027 को जसले आइक्युपिएस पिओ क्लर्क लागि टार्गेट गरिरहेको छ उनीहरूले अहिले चाहिँ मेन्सको गर्नु थाल्नु पर्यो है मेरो स्ट्राटेजी त्यही थियो मेन्सको चाहिँ मक टेस्ट दिँदै गर्नु पर्यो जब प्रिलिम्स आउनु 1 मन्थहरू छ त्यतिखेर फेरि प्रिलिम्सको मक टेस्ट दिएर आफ्नो स्पिड बढाउनु पर्यो त्यसो गर्दा चाहिँ फर्स्ट एटेम्पमै हामीले ब्याङ्कको एक्जाम्स क्र्याक गर्न सक्छ रिजनिङ चाहिँ तिमीले कसरी प्रिपरेसन्स गरेको थियौ सो रिजनिङ इज अ सब्जेक्ट जो चाहिँ सबैले इन्जोय नै गर्छ होला जो मलाई पनि इन्जोयबल लाग्दैछ है अन्त रिजनिङमा त्यही भन्छु म सब प्र्याक्टिस हुनु पर्यो आफूले अब मेन्स त इट इज भेरी अनप्रेडिक्टेबल सर रिजनिङको लागि किनभने कस्तो पजल आउँछ के आउँछ है एभ्री इयर नयाँ नयाँ रिलिज गर्छ पजलहरू त्यही भएर जति सक्दो अब आफूले नयाँ नयाँ टाइप नयाँ नयाँ डिफ्रेन्ट पजलहरू चाहिँ अटेम्प गरेछ भने चाहिँ आफूलाई पछि गएर अब तिमी रिजनिङको लागि प्र्याक्टिस गर्दैछौ होइन हामीले अब क्वेसन्स चाहिँ सकिसक्छ त्यो नयाँ क्वेसन्स पाउँदा आफूलाई नि खुसी लाग्थ्यो प्र्याक्टिस गर्नु पाउँदा नयाँ क्वेसन्स मजा आउँछ आउँथ्यो कन्सेप्ट आफूलाई रिजनिङ भनेर आफूलाई कसरी चाहिँ म्यानेज गर्नु मिलाउनु पर्ने है आफ्नो मेन्टल एबिलिटी ठिक गर्नुपर्ने हो नि त अनि तिमीले पजल्सहरू चाहिँ डेली प्र्याक्टिस गर्थ्यौ मेन्सको पजल्स रिजनिङमा चाहिँ कुन च्याप्टर्समा चाहिँ बेसी ध्यान दिनुपर्छ प्रिलिम्सको लागि चाहिँ प्रिलिम्सको लागि सर पजल्सहरू डुएबलै हुन्छ भन्छ ओके पजल्सहरू जति पनि सिटिङ अरेन्जमेन्ट हुन्छ तपाईँको होइन तपाईँको विक बेस्ड पजल हुन्छ बक्स बेस्ड पजल हुन्छ एभ्रिथिङ इज डुएबल तर आफूले जति प्र्याक्टिस गरिरहेको छ भने त्यति छिटो बनिन्छ त्यो सक्नु चाहिँ सक्ने हुन्छ तर छिटो बनाउनु पर्यो नि त होइन प्रिलिम्समा त सँगसँगैमा मिसलिनियस तपाईँको यो सानो यो सिलोजिजमहरू अनि तपाईँको के भन्छ इनइक्वालिटिजहरू ब्लड रिलेसन्स डिस्टेन्स डाइरेक्सन्स है
यो सबै नै प्र्याक्टिस गर्नु प्रिलिम्सको लागि चाहिँ सेन्सको लागि चाहिँ मेन्समा चाहिँ मेन चाहिँ कुन चाहिँ च्याप्टरलाई चाहिँ फोकस गर्नुपर्छ रिजनिङको लागि चाहिँ मेन्सको चाहिँ आई हेभ अ डिफरेन्ट मेथड भनौँ न ओके ओके प्रायः जस्तोले चाहिँ के भन्छ भने मिसलेनियसमा पहिला फोकस गरेर उयो गर्नु भन्छ होइन तर मलाई चाहिँ अलिकति मिसलेनियस अलिकति कन्फ्युजिङ लाग्थ्यो कि अन्त मैले चाहिँ के गर्थेँ भने सिधै मेन्सको त्यो पजल नै अटेम्प गर्थेँ सिधै 5 मार्क्स 10 मार्क्स आइबिपिएसको के हुन्छ भने तपाईँको सेक्सनल हुन्छ 2 मार्क्सको पिओमा 2 मार्क्सको अलगै सेक्सन अन्तखेरि 1 मार्क्सको अलगै सेक्सन हुन्छ अनि म चाहिँ सिधै गएर चाहिँ के गरिदिन्थेँ भन्दाखेरि 2 मार्क्सको अटेम्प गरिदिइहाल्थेँ त्यसपछि उब्रेको चाहिँ अब जति टाइम उभिन्छ है 2 मार्क्सको तपाईँको पजलहरू अटेम्प गरेर मेरो 10 to 15 मार्क्स अलिकति सिक्योर भएपछि चाहिँ यता मिसलेनियसमा भनेपछि मेन चाहिँ मेन्सको लागि चाहिँ पजल र सिटिङ एरेन्जमेन्ट है एकदम इम्पोर्टेन्ट हो त्यही पनि पजल र सिटिङ एरेन्जमेन्ट नै अहिले त कम्बाइन्ड आउँछ कतिवटा मेन्समा है एउटै क्वेसन्समा दुईटा मिलाएर पनि हुन्छ चारवटा क्राइटेरियाहरू मिलाएर आउँछ त्यसको लागि चाहिँ मक टेस्टै दिनु पर्यो है मक टेस्ट चाहिँ मक्कु दिनु पर्यो तिमी कति मतलब मक टेस्ट दिन्थ्यौ होइन म्याथको रिजनिङको अब त्यो छोडेर प्र्याक्टिस चाहिँ कति आवर्सहरू गर्थ्यौ एभ्री डे जब तिमीले मेन्सको लागि या प्रिलिम्सको लागि प्रिपरेसन गर्दैथ्यौ त्यति बेला चाहिँ So I had a fixed schedule. So म 6 hours 7 hours गर्थेँ है त्योभन्दा बेसी म सक्दिनँ पनि तर आई ट्राई टु बी कन्सिस्टेन्ट अल्छी लागे पनि होइन बिमार भए पनि मैले फेस्टिभलहरू पनि लास्ट 2025 को दसैँहरू दिवालीहरू मैले अटेन्डै गरेन भनौँ है अन्त किनभने अब त्यही बेलामा नै फेरि उयो एक्जामहरू पढिरहेको हुन्छ अनि मैले आफ्नो स्केड्युल चाहिँ जतिसक्दो मेन्टेन गरेँ कन्सिस्टेन्ट भएँ होइन आई वुड से त्यही हो सर भनेपछि तिम्रो चाहिँ एकदम फिक्स सेड्युल थियो है मैले चाहिँ अब 6 आवर्स पढ्छु भने चाहिँ पढ्छु अहिले त्यो केही पनि होस् एउटा एभ्री डे एउटा लाइन थियो तिमीलाई अब सपोज यस्तो हुन्थेन तिमी डेली प्र्याक्टिस गर्दै गयो होइन तिमीहरू बेसहरू स्ट्रङ हुँदै गयो कुनै दिन बाई चान्स अब एक दिन पढ्नु पाएन अरे त्यस्तो प्रोग्राम आएर तिमीलाई एकपल्ट गिल्टी फिल हुँदैन गिल्टी त पुरा फिल हुन्छ त्यो ला के मिस आउट भएको जस्तो लाग्छ क्या आफूलाई नपढेर ला के मिस आउट भयो इन्कम्प्लिट फिल हुने क्या सर अब कहीँ अब अटेन्ड के इभेन्टहरू अटेन्ड गरेको छ भने आफूलाई इन्कम्प्लिट फिल भएर हो त्यहाँ मेरो यो बाँचेको थियो यो भन्ने हुन्छ सर त्यो एकदम तिमी पढ्नु मोमेन्टमा छ भने चाहिँ त्यो पढ्नु मिस भयो भने चाहिँ कुनै अब तिमी इन्जोय गर्नु भएको प्रोग्राम पनि त्यस्तो इन्जोय गर्नु चाहिँ सक्दैन है तिम्रो कन्सेप्ट चाहिँ त्यही हुन्छ आजको टाइम त यो टाइममा त म पढ्दै हुन्थेँ सिटिङ एरेन्जमेन्ट गर्दै हुन्थेँ पजल गर्दै हुन्थेँ रिडिङ कम्प्रिहेन्सनको मक टेस्ट दिँदै हुन्थेँ भनेर इङ्ग्लिस कसरी इम्प्रुभ गर्यो तिमीले इङ्ग्लिस चाहिँ आई एम इङ्ग्लिस ग्रेजुएट त्यही भएर मलाई अलिकति इङ्ग्लिस चाहिँ इजी डुएबलै लाग्थ्यो अनि मैले र पनि रिडिङ कम्प्रिहेन्सनहरू यो तपाईँको ग्रामरहरू रिडिङ कम्प्रिहेन्सन यो सबै जति रिभिजन गरेको छ आफूले जति रिभिजिट गरेको छ रिभिजिट गर्दै रिभिजन गरेपछि त्यो सबै अटोमेटिकली तपाईँको सेट भयो मक टेस्टहरू है मेन त इङ्ग्लिसमा तिम्रो अब कन्सेप्ट त क्लियर थियो त्यो मक टेस्टतिर चाहिँ त्यसको एनालाइसिस मेन चाहिँ म भन्छु रिडिङ है चाहिँ गर्नु पर्यो आर्टिकलहरू एडिटोरियलहरू यतिकै आइरहेको छ हाम्रो धोनासले पनि है रिडिङ गर्नुहुन्छ तपाईँबाट अन्त त्यहाँबाट डेली नै एडिटोरियल रिडिङ गरेको छ भने चाहिँ आफूले धेरै धेरै सजिलो पर्छ ओके एडिटोरियलहरू चाहिँ तिमीले रेड गरिरहन्थ्यौ त्यसबाट दुईटा फाइदा पनि एउटा रिडिङ कम्प्रिहेन्सनको लागि पनि भयो भोक्याब्स पनि भयो प्लस करेन्ट अफेयर्सलाई पनि त हेल्प भयो अन्त अरू भन अहिले कस्तो चल्दैछ अहिले सर अलिक टाइम निकाल्दैछ आफूलाई रिजल्ट आएर तिमीले के गरिसक्यो अहिले कहाँ घुम्नुभयो कहीँ गयो नो सर त्यस्तो खासै त आई नट भेरी तर मलाई आई लभ टु प्ले स्पोर्ट्स होइन एभ्री डे म आई वेक अप इन द मर्निङ आई गो टु प्ले फुटबल होइन सर आफूलाई टाइम निकालेर अलिकति फिजिकली आफूलाई मेन्टेन गर्न अन्त लाइफ कस्तो चल्दैछ अब फ्युचरमा के सोचेको छ ब्याङ्किङ सेक्टर्समा फ्युचरमा सर आई विल ट्राई टु अपियर फर आरबिआई ग्रेड बी एक्जाम किनभने आरबिआई चाहिँ अब एन्ड गोल भन्न पनि भयो अनि इफ आई सक्सिड एट अचिभिङ इट बट आई विल गो फर अरू के भन्छ बिसिएस एक्जाम्स युपिएससी आई विल लुक फर इट सर ओके हुन्छ मेन टार्गेट अब तिम्रो आरबिआई को लागि आरबिआई ग्रेड बी है एन्ड टार्गेट देन आफ्टर यु विल बिसिएसहरू पनि ट्राई गर्छु भनेर सोचेको छु अब त जब भयो स्टेबल भयो अब त डर छैन नि त होइन अब त टेन्सन पनि छैन अब त केही त्यस्तो छैन मजाले टाइम फ्री टाइममा मजाले टाइम म्यानेज गरेर
पढ्नु त सकिहाल्छ है अन्त तिम्रो जति पनि सपोज कोही स्टुडेन्ट्सहरू छ है जस्तै 2-3 सालदेखि तिमी ब्याङ्किङ सेक्टर्समा ट्राई गरिरहेको छ उनीहरूले भएकै छैन भने चाहिँ के स्ट्राटेजी फलो गर्नु भन्छ उनीहरूलाई Sir, my suggestion would be to try to stay consistent, whatever the situation might be. किनभने सानो सेक्रिफाइसहरूले नै अब है म चाहिँ अचिभमेन्ट हुन्छ जस्तो लाग्छ किनभने अब धेरैवटा यस्तो मोमेन्ट्सहरू आउँछ जहाँ चाहिँ हामीले सेक्रिफाइस गर्नु सक्छ जस्तै इभेन्ट्सहरू दसैँ दिवाली त एभ्री इयर आइरहन्छ बर्थडे पार्टी आइरहन्छ है अलिकति आफूलाई सेक्रिफाइस गरेर आफूलाई आफ्नो त्यो पिस चाहिँ हुन्छ जुन त्यो मोमेन्टम बसेको हुन्छ आफ्नो पढ्नु त्यो चाहिँ लुज नगर्नु भनेर सजेस्ट गर्नु त मोमेन्टम चाहिँ जुन चाहिँ फर्स्ट सेटअप गरेको थियो पढ्नु लागि त्यो कति पढ्नु थियो त्यो चाहिँ कुनै पनि सानो सानो कुराले चाहिँ ब्रेक नगरेर चाहिँ कन्टिन्यू गर्नुपर्छ है अनि अरू जस्तै अब फ्रेसर्सहरू जस्तो सोच्यो होइन म त योपालि 2027 मै कोचिङ जोइन गरेको म यो 6 मन्थमै क्र्याक गर्छु भनेर कतिजनाले सोचिरहेको छ अरे उनीहरूलाई चाहिँ के सजेसन दिन चाहन्छन् उनीहरूलाई पनि यही सजेसन हो कि नयाँ नयाँ मेथड नयाँ नयाँ जुन पनि आफूलाई इज है सबैको आफ्नो आफ्नो उयो हुन्छ सबै जुन इज लाग्छ आफूलाई जुन पाराले आफूलाई सजिलो लाग्छ त्यही पाराले नै सिक्दै जानु त्यही मेथडहरू अप्लाई गर्नु अनि जति सक्दो प्र्याक्टिस चाहिँ नछोड्नु प्र्याक्टिस नछोड्नु मक टेस्ट चाहिँ है मक टेस्ट कन्टिन्यू दिनु मक टेस्ट एनालाइसिस गर्यो भने चाहिँ 1 इयर जो एकदम 100% दिएर पढ्यो भने 1 इयरमा पनि क्र्याक गर्न सक्छ है फर्स्ट एटेम्पमा नै ब्याङ्कमा क्र्याक गर्न सक्छ तर कन्टिन्यू कोसिस गर्नु पर्यो मक टेस्ट कन्टिन्यू हुनु पर्यो आफ्नो भने उसले भने जस्तै दसैँ आयो साथीको बर्थडे आयो उसकोमा पूजा भयो साथीको कुनैको भयो त्यस्तोमा चाहिँ भुलिनु भएन आफ्नो टाइमलाई चाहिँ सेड्युललाई चाहिँ फिक्स गर्नु पर्यो कोसिस गर्नु पर्यो तपाईँहरूले एभ्री डे अगर मजाले मेहनत गर्नुभयो भने फर्स्ट एटेम्पमा तपाईँले डेफिनेटली क्र्याक गर्न सक्छ है एकदम खुसी लाग्यो आर्य है फ्युचर लागि अल द बेस्ट अझै धेरै उपलब्धि गरेको सुन्नु पाओस् है आउँदै गर्नु द्रोणाजमा यस्तै नानीहरूलाई मोटिभेट गर्दै गर्नु जतिजना पनि तिमीसँग भेटघाट हुन्छ बाटोतिर है सबलाई मोटिभेट गर्नु पढ्यो भने काम त पाउँछ होइन पढेर काम पाउँदैन भन्ने चाहिँ एउटा जुन चाहिँ नेरेटिभ छ त्यो चाहिँ डेफिनेटली फल्स नेरेटिभ हो सबैजनाले प्रुभ गरिरहेको छ डे बाई डे थुप्रोजनाले एक्जाम्सहरू क्र्याक गरिरहेको छ जब्सहरू पाइरहेको छ सबै सेक्टर्समा इभन युपिएससी एसएससी डब्लुबिसिएस ब्याङ्क सबै सेक्टर्समा काहीँ न काहीँ सबैजनाले एचिभमेन्ट गरिरहेछ जसले यो फिल्डमा आउँछु भनेर सोचेको छ उनीहरूले मेहनत गऱ्यो भने चाहिँ 100% एचिभमेन्ट गर्छ सक्सेस गर्छ र आर्य जस्तै नेक्स्ट टाइम तपाईँ पनि यहाँ बस्न सक्नुहुन्छ थ्याङ्क यू अल द बेस्ट